नमस्कार, अभिवादन। फागुन 21 गते निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छ र यो बीचमा सबै राजनीतिक दलहरू नेकपा एमाले लगायतका नेपाली कांग्रेस लगायत सबै राजनीतिक दलहरूले आफ्नो घोषणापत्रहरू प्रकाशित गरिसकेका छन् र घोषणापत्र सरसर्ती पढ्दा मैले के देखेँ भने सबै राजनीतिक दलहरूले यो निर्वाचनको एउटा मुख्य एजेन्डा संविधान संशोधन भनेका छन्। नेकपा एमाले पनि संविधान संशोधन भनेको छ र कांग्रेसले पनि संविधान संशोधनलाई एजेन्डा बनाएको छ। स्वाभाविक पनि हो, 72 सालमा जारी भएको संविधान अहिले हामी 82 साल 10 वर्ष यसको कार्यान्वयनमा बिताइसकेका छौँ र संविधानमा पनि 10 वर्षमा संविधानलाई पुनरावलोकन गर्ने भनेकै छ, संशोधनका कतिपय कुराहरू गर्ने भनेकै छ। त्यसो हुँदा यो निर्वाचनमा संविधान संशोधनको एजेन्डा मुख्य रूपमा आउनु स्वागतयोग्य हो। तर त्यो के विषयमा संशोधन गर्ने भन्ने कुरा राजनीतिक दलहरूले राम्रोसितले खुलाएका छैनन्। त्यसकारणले आम मतदाताको बीचमा छलफल होस् भनेर मैले केही बुँदाहरू यो भिडियो सन्देश मार्फत सार्वजनिक गर्न खोजेको छु। पहिलो कुरा, संविधान संशोधनको एउटा मुख्य एजेन्डा स्थानीय तहलाई बनाउनु पर्छ। स्थानीय तहको संख्या 753बाट घटाएर 500 भन्दा मुनि ल्याउनु पर्छ भन्ने मेरो मान्यता छ। त्यसो गर्दा स्थानीय तहलाई पर्याप्त मात्रामा साधन स्रोत र जनशक्तिबाट सम्पन्न गर्ने र विकास निर्माणका कामहरूको मुख्य थलो चाहिँ स्थानीय तहलाई बनाउनु पर्छ भन्ने मलाई लाग्छ। तहको संख्या घटाइरहँदाखेरि ओडाको संख्या चाहिँ बढाउनु पर्छ। ओडाको संख्या बढाएर सामान्य सानातिना विकास निर्माणका काम र सेवा प्रवाहका कामहरू ओडा तहमा नै दिने गरी स्थानीय तहलाई पुनर्संरचना गर्नुपर्छ भन्ने मलाई लाग्छ। यसो गर्दा हाम्रो ठुलो मात्रामा प्रशासनिक खर्च, सामान्य खर्च चाहिँ घट्न जान्छ तर विकास निर्माणका कामहरू पनि तीव्र गतिमा अगाडि बढ्छन् भन्ने मलाई लाग्छ। पहिलो नम्बर। दोस्रो नम्बर, अहिले प्रत्यक्ष निर्वाचित कार्यकारीको बहस भइरहेको छ। अहिले नै केन्द्रमा संघीय तहमा चाहिँ यो सम्भव छ कि छैन, हाम्रो भूराजनीति, हाम्रो चाहिँ एउटा परम्परा, यी सबै कुराबाट ख्याल गर्नुपर्ने अवस्था छ। तर चाहिँ कमसेकम स्थानीय तहलाई हामीले प्रत्यक्ष निर्वाचित गरेका छौँ, जसले गर्दा स्थानीय तह चाहिँ स्टेबल भएर काम गरिरहेको छ। त्यसै गरिकन हामी प्रदेशलाई पनि, प्रदेशको मुख्यमन्त्री चाहिँ प्रत्यक्ष निर्वाचित गर्नुपर्छ भन्ने मेरो धारणा छ। त्यसो गर्दा प्रदेशमा 5 जना भन्दा बढीको सरकार बनाउन नपाउने त्यो व्यवस्था पनि संविधानमा गर्नुपर्छ। र अर्को मेरो कुरा के छ भने प्रदेशमा समानुपातिक सिटहरू हटाइदिनुपर्छ र प्रदेशमा प्रत्यक्षबाट चुनिएर आउने क र ख निर्वाचन क्षेत्रमध्ये क अथवा खलाई महिला सिटको रूपमा आरक्षण गर्ने र अर्को निर्वाचन को पटकमा जाँदाखेरि त्यो सिटलाई फेरि अर्को क्षेत्रमा आरक्षण गर्ने। यसरी रोटेसन सिस्टममा महिलाहरूको सिटहरूलाई आरक्षण गर्ने, जसले गर्दा प्रदेश सभामा 50% महिला आउने कुराको ग्यारेन्टी हुन्छ। अन्य हिसाबले हरेक प्रदेशमा जातीय संरचनाहरूको आधारमा प्रत्यक्ष निर्वाचित भएर आउने संख्या स्वतः हुने भएको हुनाले त्यहाँ समानुपातिक राखिरहनु पर्दैन। यसो हुँदा पनि हाम्रो चाहिँ प्रशासनिक खर्च उल्लेख्य मात्रामा घट्छ र प्रदेश पनि एउटा स्टेबल भएर स्थायी भएर काम गर्छ र प्रदेशलाई पनि विकास निर्माणको एउटा ठुलो जिम्मेवार निकायको रूपमा हामीले स्थापित गर्न सकिन्छ भन्ने मलाई लाग्छ। तेस्रो कुरा चाहिँ यो प्रतिनिधि सभा र राष्ट्रिय सभाको संरचनालाई पुनर्संरचना गर्नुपर्छ भन्ने म ठान्दछु। त्यसो हुँदा प्रतिनिधि सभाबाट सरकार बन्ने प्रधानमन्त्री चुनिने भएको हुनाले बहुमतको सरकार कसरी बनाउने आजको मुख्य चासो यो हो। त्यसो हुँदा बहुमतको सरकार बन्न सक्ने गरी निर्वाचन प्रणालीमा पुनर्संरचना गर्न उपयुक्त हुन्छ। राष्ट्रिय सभाको काम कर्तव्य अधिकारमा पनि पुनरावलोकन गर्न आवश्यक हुन्छ। महिलाहरूलाई प्रत्यक्षबाट नै निर्वाचित गर्ने गरी अन्य कतिपय समानुपातिक सिटहरूलाई राष्ट्रिय सभामा लगेर पनि हामीले पुनर्संरचना गर्न सकिन्छ भन्ने मलाई लाग्छ। त्यसो भयो भने एउटा 5 वर्ष ढुक्कसित सरकार चल्ने र त्यसले मुलुकको विकास निर्माण र सुशासन, भ्रष्टाचार अन्त्य लगायतका कुरामा उल्लेख्य काम गर्न सक्छ भन्ने मलाई लाग्दछ। चौथो कुरा चाहिँ संवैधानिक परिषदको गठन, संवैधानिक परिषदको जुन संरचना छ र त्यसले गरी सिफारिस छ। अहिले संवैधानिक नियुक्तिहरूमा ठुलो विवाद भइरहेको छ। दलहरूको चाहिँ कोटाको आधारमा राजनीतिक हस्तक्षेप भयो, राजनीतिक मान्छेहरू नियुक्ति भयो भन्ने छ। त्यसो हुँदा यो संवैधानिक परिषदको गठन, यसको संरचना, यसको काम कर्तव्य अधिकारमा नै
पुनर्संरचना गर्नुपर्छ र जसले गर्दा संवैधानिक परिषदबाट नियुक्त हुने संवैधानिक अङ्गका व्यक्तिहरूको नियुक्ति चाहिँ पारदर्शी होस्, स्वच्छ होस्, व्यावसायिक मान्छे आउन्, योग्य आउन्, क्षमतावान आउन् र त्यो विषयसँग विज्ञ आउन्। यसरी संवैधानिक परिषदलाई पनि पुनर्संरचना गरेर जानु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ। र अर्को कुरा, संवैधानिक आयोग जति पनि छन् एउटै 2-3टा आयोगले गर्ने काम पनि उस्तै छन्। त्यसो हुँदा यी संवैधानिक आयोगलाई मर्ज गरेर आयोग पनि घटाउनुपर्छ। उल्लेख्य मात्रामा आयोग घटाइयो भने यसले पनि हाम्रो चाहिँ प्रशासनिक नियमित खर्च चाहिँ घटाएर लान्छ भन्ने मलाई लाग्छ। अर्को यो जेनजी मोभमेन्ट र यो पछि पनि उठेको विषय के हो भने राजनीतिक दलभित्रको लोकतान्त्रिक अभ्यासलाई संविधानमै कसरी उल्लेख गर्ने। यदि त्यस्तो भएन भने राजनीतिक दलहरू छाडा हुने भए, नेतृत्व चाहिँ नि जवाफदेही नहुने भयो भन्ने प्रश्न उठेको सन्दर्भमा संविधानभित्रै राजनीतिक दलको आन्तरिक लोकतान्त्रिक व्यवस्था, त्यहाँभित्र हुने महाधिवेशन, विशेष महाधिवेशन, कमिटी गठन, पुनर्गठन जस्ता कुराहरूलाई संविधानले नै केही कुरा स्पष्ट बोलिदियो भने त्यस आधारमा राजनीतिक दलहरू चल्छन् र त्यसपछि राजनीतिक दलहरू लोकतान्त्रिक हुन्छन्, पारदर्शी हुन्छन्, जवाफदेही हुन्छन् र नेतृत्व पनि त्यही ढङ्गले अगाडि आउँछ। यसो गर्दा प्रत्येक राजनीतिक दलमा त्यसको मुख्य कार्यकारी पदमा 2 टर्मभन्दा नरहने व्यवस्थालाई कायम राख्नुपर्छ र पार्टीका सदस्यहरूको अधिकारलाई बढाउने र त्यो चाहिँ पार्टीका सदस्यहरूले नै संसदीय फाँटका स्थानीय तहका उम्मेदवारहरूको सिफारिस गर्ने, निर्वाचित नेतृत्वलाई प्रत्याह्वान गर्ने जस्ता कुराहरू राखियो भने पार्टीहरू बलियो र लोकतान्त्रिक हुन्छन् भन्ने मलाई लाग्छ। यसलाई पनि संविधानमै व्यवस्था गरेर जानु उपयुक्त हुन्छ जस्तो लाग्छ। पाँचौं र अन्तिम कुरा चाहिँ यो भ्रष्टाचार र सुशासनको कुरा आज महत्त्वपूर्ण इस्यु हो यो निर्वाचनको। त्यसो हुँदा भ्रष्टाचारसँग सम्बन्धित छानबिन गर्ने, अभियोजन गर्ने निकायहरू जस्तो अख्तियार दुरुपयोग अनुसन्धान आयोग भयो, सम्पत्ति शुद्धिकरणका कुरा भए, केन्द्रीय अनुसन्धान ब्युरोका कुराहरू भए, लगायतका जति पनि छन् र यसलाई पनि पुनर्संरचना गरिकन यसलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी संस्थाको रूपमा विकास गर्ने र उनीहरूको अनुसन्धानमा पूर्णतः उनीहरूलाई योग्य र सक्षम बनाउने, साधन स्रोतबाट सम्पन्न बनाउने र उनीहरूले गरेका अभियोजनहरूको न्यायिक निरूपण गर्ने विशेष अदालत र न्यायिक क्षेत्रलाई पनि त्यस सम्बन्धमा पुनरावलोकन गरिकन एउटा सक्षम राम्रो न्यायपालिका को स्थापना गर्ने। यसरी गयौँ भने हामी चाहिँ अहिले उठिरहेका जनआक्रोशहरूलाई सम्बोधन गर्न सकिन्छ र यी विषयमा हामी आम मतदाताको बिचमा छलफल चलाउँ। म एउटा नेकपा एमालेको पदाधिकारीको हिसाबले हाम्रो पार्टीभित्र पनि हामी यस विषयमा छलफल चलाउँछौँ र संविधान संशोधन सम्बन्धी एउटा निष्पक्ष आयोग बनाएर हामी काम अगाडि बढाउँ। पार्टीहरूले पनि आन्तरिक छलफल गरौँ, बुद्धिजीवीहरूसँग पनि राय सल्लाह लिउँ, देश विदेशमा बस्ने नेपालीहरूसँग पनि राय सल्लाह लिउँ, अन्तर्राष्ट्रिय अनुभवहरूलाई पनि लिँदै यो संविधानलाई अझै प्रभावकारी र गतिशील बनाउने काममा अगाडि बढौँ र यो 2082 साल फागुन 21 गते हुने निर्वाचनमा यो विषय महत्त्वपूर्ण बहस होस् भनेर यहाँहरूलाई यो भिडियो सन्देश मार्फत म चाहिँ अनुरोध गर्न चाहन्छु। धन्यवाद।